हेलो साथीहरू, आज हामी गोर्खा स्कुलको विद्यार्थी भाइ बहिनी लिएर भिक्टोरिया कलेजमा जाँदैछौँ मेडिटेसनको लागि। हामी सबैजना हलमा उपस्थित भयौँ अनि योगा प्रशिक्षकले हामीलाई मेडिटेसन सम्बन्धी धेरै कुरा सिकाउनु भयो अनि विद्यार्थी भाइ बहिनी पनि तयार भएका थिए। सबैजनाले केही बेरसम्म मेडिटेसन गर्यौँ। विद्यार्थी भाइ बहिनी खुबै रमाएर ध्यान दिएर मेडिटेसन गरिरहेका थिए। योगा प्रशिक्षकले विभिन्न खालको मेडिटेसनहरू सिकाउनु भयो। सबैजना विद्यार्थी भाइ बहिनी मेडिटेसन गर्न व्यस्त भएका छन्। Automatically श्वास भित्र जान्छ, श्वास बाहिर जान्छ automatically. तपाईले तान्नु पर्दैन, फेरि जान्छ, कोही जान्छ त्यहाँ, आफै श्वास बाहिर गयो, श्वास भित्र आयो, श्वास फेरि भित्र जान्छ, श्वास बाहिर आयो, श्वास भित्र जान्छ, श्वास बाहिर आयो, श्वासको बलको खेलमा, श्वासको बलको खेलमा, यहाँ गीता म्यामले पनि मेडिटेसन गरिरहनु भएको छ। परिवारमा एउटा असल सहयोगी मान्छे भयो। मेरो घरमा भएका सम्पूर्ण परिवारलाई अनि यहाँ मेडिटेसन गर्दा गर्दै मेडिटेसन प्रशिक्षकले एकैछिन रमाइलोको लागि खेल खेलाउनु भयो अनि विद्यार्थी भाइ बहिनीहरू एक आपसमा रमाएर खेल खेल्दैछन्। अनि सरले एकैछिन सबैजना उठेर नाच्न भन्नुभयो अनि सबै विद्यार्थी भाइ बहिनीहरू रमाई नाचिरहेका छन्। सरले त्यहाँबाट राम्रो गीत पनि बजाइदिनु भयो। विद्यार्थी पनि अत्यन्तै रमाएर नाचिरहेका छन्। मलाई पनि नाचु लाग्यो। अहिले चाहिँ यतातिर छुट्टै ग्रुपमा केटाहरू एउटा ग्रुपमा र केटीहरू अर्को ग्रुपमा नाचिरहेका छन्। केटाहरूको नाच पनि कम छैन। सबैजना विद्यार्थी भाइ बहिनीहरू नाचिरहेका छन्, रमाइरहेका छन्। यसरी विद्यालयभन्दा बाहिर गएर ज्ञान सिक्न पाउँदा, राम्रो कुरा सिक्न पाउँदा उनीहरू पनि धेरै खुसी भएका छन्।
हामीहरू विद्यालयमा बस्दा विद्यार्थीलाई विद्यालयमा बस्दा कहिलेकाहीँ ढिक्क पनि लागेको हुन्छ। त्यसैले विद्यालयदेखि बाहिर गएर पनि हामीले ज्ञान दिन सक्छौँ, सिप सिकाउन सक्छौँ। बेग परिवर्तन गर्नु छ। मैले बिहान उठेर गर्ने क्रियाकलापहरू स्वास्थ्य अनुकूल हुनुपर्नेछ। म बिहानै उठ्नेछु, पानी पिउनेछु, शौच जानेछु, नुहाइधुवाइ गर्नेछु, बुवा आमाहरूलाई प्रे गर्नेछु, प्रार्थना गर्नेछु, ढोकभेट गर्नेछु, अनि म किताब खोलेर पढ्नेछु। मेरो पेट यति सुन्दर बन्नेछ, मेरो तन्ना सफा रहनेछ, सिरानीको खोल सफा रहनेछ, मेरो ऱ्याकको किताबहरू मिलाएर राखिनेछ, जुत्ता